आज हामी फ्यासन संसारको एउटा निकै चर्चित नाम गुच्चीको बारेमा कुरा गर्दैछौँ। यसको यात्रा कस्तो रह्यो, कसरी टिकिरह्यो, होइन? हो, आजको छलफल त्यसमै केन्द्रित छ। हामीसँग भएका जानकारीले गुच्ची कसरी सुरु भयो, कस्ता कस्ता मोड आए, यो सबै कुरा राम्रैसँग देखाउँछ। हाम्रो उद्देश्य इतिहास मात्र भन्नु होइन। त्यो मात्रै होइन, कसरी फ्लोरेन्सको एउटा सानो छाला पसलबाट यत्रो ठूलो विश्वव्यापी लग्जरी ब्रान्ड बन्यो। हो, अनि कस्ता चुनौती आए, कसरी समयसँगै आफूलाई बदल्यो। र सान्दर्भिक कसरी रहिरह्यो भन्ने कुराको चुरो पत्ता लगाउने हो। ल, सुरु गरौँ है त। यो कथा सुरु हुन्छ सन् 1921मा फ्लोरेन्सबाट गुच्चीले सुरु गर्नुभएको हो। सुरुमा त छालाका सामान अनि सुटकेसहरूमा बढी ध्यान थियो उहाँको। सुनिन्छ नि, उहाँ लन्डनको त्यो सावोई होटलमा काम गर्दा देखेको शान शौकत, त्यहाँका मान्छेहरूको स्टाइल, त्यसबाट निकै प्रभावित हुनुहुन्थ्यो रे। त्यही प्रेरणाले होला त्यो ब्रिटिस स्टाइल र इटालियन कालीगढीको एउटा गजबको मिश्रण देखिन्छ गुच्चीमा सुरुदेखि नै। अनि त के चाहियो, ठूला मान्छे अनि चिनिएका कलाकारहरू बीच छिटै नै चल्यो के यो ब्रान्ड। हो नि, त्यसले नै जग बसाल्यो यसको प्रतिष्ठाको। अनि त्यसपछि आयो गुच्चीका ती खास डिजाइनहरू। मलाई त त्यो बाँसको ह्यान्डल भएको ब्याग निकै याद आउँछ। हो, त्यो ब्याग अनि घोडाको लगाम जस्तो देखिने त्यो हर्स बिट लोफर। अनि त्यो हरियो रातो हरियो धर्का, त्यो त कति ठाउँमा देखिन्छ। एकदम, यिनीहरू त आज पनि उस्तै चिनिन्छन्। अनि त्यो जीजी लोगो नि, गुच्चीको नामबाटै त हो नि, होइन? त्यो पनि त एउटा स्ट्याटस सिम्बल नै बन्यो। बिल्कुल। एउटा रमाइलो कुरा के छ भने नि, त्यो बाँसको ह्यान्डल त दोस्रो विश्वयुद्धपछि छाला पाउन गाह्रो भरेको बेला, स्रोत कम हुँदा निकालिएको आइडिया थियो रे। हो र, आवश्यकताले जन्माएको कुरा हो। कसरी एउटा स्थायी आइकन बन्न पुग्यो, यो आफैमा रोचक छ। यी डिजाइनहरू खालि सामान मात्र थिएनन् के, होइन? यिनीहरूले त एउटा सामाजिक हैसियत, एउटा स्टाइल नै देखाउँथे। ठीक भन्नुभयो। तर यो यात्रा सधैँ सजिलो त पक्कै थिएन होला। परिवारभित्रै झगडा, कलह। त्यो त निकै अँध्यारो पाटो हो। अनि माउरिजियो गुच्चीको हत्यासम्मका घटना भए। हो नि, स्रोतहरूले भन्छन् यी घटनाले ब्रान्डको छविमा नराम्रो असर पर्यो, व्यवस्थापनमा पनि अस्थिरता आयो। त्यो हाउस अफ गुच्ची फिल्मले पनि यही कुरा देखाउन खोजेको छ नि। हो, ती दिनहरू निकै कठिन थिए ब्रान्डको लागि। तर गुच्चीको कथा खस्केको मात्र होइन, फेरि उठेको पनि हो। पुनर्जागरणको कथा। खास गरी 1990को दशकमा जब टम फोर्ड आए क्रिएटिभ डिरेक्टर भएर, त्यो एउटा ठूलो मोड थियो। टम फोर्ड, उहाँले त पुरै कायापलट नै गरिदिनु भयो नि है। अलि बोल्ड, अलि आधुनिक, अलि उत्तेजक पनि। उहाँको शैली निकै फरक थियो। स्रोतहरूले के भन्छन् भने उहाँको सफलता डिजाइनमा मात्र थिएन, जानी जानी अलि विवादास्पद, अलि उत्तेजक विज्ञापनहरू प्रयोग गरेर ब्रान्डलाई फेरि चर्चामा ल्याउनु भयो। एकदम, यसले के देखायो भने पुरानो स्थापित ब्रान्डले पनि जोखिम मोलेर आफूलाई फेरि ताजा बनाउन सक्छ। गुच्चीलाई फेरि हट बनाइदिनु भयो उहाँले। हो, ठ्याक्कै। अनि त्यसपछि आयो अलेसान्द्रो मिकेलेको पालो। उहाँले फेरि गुच्चीलाई बेग्लै दिशा दिनुभयो। उहाँको शैली त झन् फरक, जस्तो त्यो जेन्डर फ्लुइड डिजाइनहरू अनि म्याक्सिमलिस्ट, एकदम रङ्गीन भव्य खालको। उहाँले नयाँ पुस्तालाई तान्नुभयो त्यसरी, लैङ्गिकताको परम्परागत सोचलाई तोड्ने अनि एकदमै धेरै कुराहरू एकै ठाउँमा कलात्मक रूपमा मिसाउने। हो, मिकेलेको त्यो दृष्टिकोणले गुच्ची फेरि चर्चाको केन्द्रमा आयो। उहाँको डिजाइनमा पुरानो र नयाँको गजब मिश्रण हुन्थ्यो। त्यसो भए यत्रो उतार चढाव, यति धेरै परिवर्तन, यसबाट हामीले के बुझ्ने त? समग्रमा हेर्दाखेरि नि गुच्चीको कथा खालि सफलताको मात्र होइन, यो त निरन्तर आफूलाई फेरि बनाउने, फेरि खोज्ने अनि समयअनुसार चल्ने कथा हो। मतलब अनुकूलनको कथा हो, अनुकूलन र पुनः आविष्कार। यसले के देखाउँछ भने एउटा ऐतिहासिक ब्रान्डले आफ्नो जरालाई सम्मान गर्दै पनि समयअनुसार परिवर्तन हुन डराउनु हुँदैन। त्यो परम्परा र नवीनता बीचको सन्तुलन, त्यही नै होला यसको लामो आयुको रहस्य। साँच्चै
यो त परम्परा र आधुनिकता कसरी सँगै जान सक्छन् भन्ने एउटा गजबको उदाहरण भयो। गुच्चीले आफूलाई कति पटक रिइन्भेन्ट गर्यो होइन, कहिले सङ्कटबाट निस्कन, कहिले नयाँ पुस्तालाई अँगाल्न। हो नि, र यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ जस्तो लाग्छ मलाई। के प्रश्न होला? कसरी एउटा स्थापित पुरानो ब्रान्डले यति छिटो परिवर्तन भइरहेको संसारमा, जहाँ हरेक पुस्ताको सोच रुचि फरक हुन्छ, त्यहाँ आफ्नो खास पहिचान नगुमाइकन सधैँ सान्दर्भिक र आकर्षक रहिरहन सक्छ। यो त साँच्चै सोच्नुपर्ने कुरा हो। कुनै पनि लामो इतिहास भएको संस्था वा ब्रान्डको लागि यो ठूलो चुनौती हो। यो विषय साँच्चै मनन योग्य छ।